टाउकोमै लाग्यो हेडसट भनेर खुसी भइरहेला झोले हो। एक एक हिसाब किताब गर्छन्। ड्रोनबाट पनि भिडियो खिचाछन् रे बाबै। नयाँ सरकार हो, डिजिटलको जमाना छ, असुर ग्यास त ड्रोनबाट फाल्ने भन्ने कुरा छ त। हिसाब किताब एक एक हुन्छ साथीहरू। भाटा चलाछन् भनेर तिमीहरू धेरै आफ्नो हात नचला हो। ढुङ्गा मुढा गर्नेको पातो खुस्किनी गरी देनन् भनी पुलिस दाइले तिमीहरूलाई बाँकी राख्दैनन् नि बाबै। पिडुला फुटाउन नपुग्या त हो नि झोले हो तिमीहरूको। तिमीहरू हेडसट हान्ने, त्यही पनि रोडको कोण उठाइ उठाइ। धन्न पुलिस दाइले हेलमेट लगाएको थिए र। अब त झन् सिल्डको व्यवस्था गर्ने भनिन्छन् सुदन दाइले। एक 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 हिसाब किताब गरिरहन्छन् साथीहरू। तिमीहरूलाई फाइन तिरेर सर्वस्व सम्पत्ति बेच्नुपर्छ कि किन यस्तो काम गर्छौ बाबै? नगर न, म भन्दैछु। यहाँ सबै हिसाब किताब गर्न लागिसक्यो। अस्ति एउटाले गाडीको सिसा फुटाउँदा त 4 लाख फाइन तिराए रे। तिमीहरू झोलेहरूको 4 लाखको सम्पत्ति होला त। बाउ पनि फेरि गइसक्यो, अब कसरी पालिन्छौ तिमीहरू? मलाई कस्तो पिर लाग्यो बाबै, तिम्रो कस्तो पिर लाग्यो तिमीहरूको।